अम्बा खेतीको चुनौती केही पनि छैन। यसलाई रोग पनि लाग्दैन हैन, यो पानीले पनि मर्दैन। अम्बाको बोटहरू हामीसँग 500 बोट हाम्रो फलिराखेको छ भने बाँकी 125 बोट चाहिँ ताइवान पिङका लगाएको छौँ। त्यो अब अर्को वर्षदेखि उत्पादन लिन सकिन्छ। तर यसको कटिङ पनि गर्नुपर्छ। कटिङ त हामीले यो चाहिँ कटिङ गर्नुपर्छ कुन महिनामा पनि ठ्याक्कै चाहिँ वैशाखको अन्तिमतिर पुरै रुख काटेर चाहिँ नाङ्गो गर्नुपर्छ। सबै जग्गा चाहिँ हाम्रो 3 बिघाभन्दा बढी हो हैन। तर अम्बा कति होला, अम्बा बढीमा चाहिँ के भन्छ 12-15 कट्ठामा होला अम्बा चाहिँ। अफ सिजनमा फलाउनको लागि यसमा प्रुनिङको र औषधिलाई भिटामिनको चाहिँ दिएपछि मात्रै यो त्यसपछि अफ सिजनमा फल्ने हो। मेरो नाम चाहिँ गोकर्ण ओली। अब ठेगाना चाहिँ पहिले त चाहिँ के भन्छ जन्मस्थल त उता दाङ हो भने अब अहिले चाहिँ योभन्दा अगाडि म महिनार बस्दै थिएँ भने अब अहिले यहाँ चाहिँ अहिले 3 वर्षदेखि म यही व्यवसाय गरेर यहाँ बसिराखेको छु हैन। अब अहिले त यो लम्की चुवान हौ चाहिँ प्रतापपुर पर्छ। अम्बा खेतीको कुरा गर्दाखेरि चाहिँ कति जति लगाउनु भएको छ अम्बाको बोटहरू? अम्बाको बोटहरू हामीसँग 500 बोट हाम्रो फलिराखेको छ भने बाँकी 125 बोट चाहिँ ताइवान पिङका लगाएको छौँ। त्यो अब अर्को वर्षदेखि उत्पादन लिन सकिन्छ। यो फलिरहेको कुन यो चाहिँ लखनऊ 49। अम्बा खेतीमा चाहिँ अम्बाको खेती गर्नुपर्छ भनेर चाहिँ कसरी लाग्यो? नै अब यो चाहिँ के भन्छ हाम्रो त्यही चाहिँ एकजना बागवानी विशेषज्ञ एकराज जोशी सरले नै अम्बा चाहिँ सेवहरू खेती गर्नु पर्यो भनेर उहाँकै सल्लाहमा चाहिँ गरिएको यो सबै चाहिँ बैरहरू सबै उहाँको सल्लाह अनुसार चाहिँ गरिएको हो। पहिलो अनुभव हो? पहिलो अनुभव हो। व्यावसायिक यसरी अम्बा खेतीमा तपाईको अनुभवले चाहिँ के देखायो? व्यावसायिक अम्बा खेतीमा अब यो के छ भने यो चाहिँ अम्बा खास अम्बाको फल्ने सिजन भनेको सबै ठाउँमा या तराई होस् या चाहिँ पहाड होस् सबै ठाउँमा फल्ने भनेको चैतमा मात्रै हो। चैतमा फलेको अम्बाहरू चाहिँ साधारणतया जस्तै पहाडी जिल्लाहरूमा असोज कार्तिकमा चाहिँ पाक्ने र तराई जिल्लाहरूमा चाहिँ साउन भाद्रमा पाक्ने हो भने अब यो चाहिँ साउनको भावमा फल खाने गर्न अथवा चैतमा फल लाउनको लागि चाहिँ कुनै केही गर्नु परेन। यो जन्मसिद्धदेखि अब यो अटोमेटिक त्यो फल्ने सिजन हो। योभन्दा पछि अफ सिजनमा फलाउनको लागि यसमा प्रुनिङको र औषधिलाई भिटामिनको चाहिँ दिएपछि मात्रै यो त्यसपछि अफ सिजनमा फल्ने हो। नत्र भने अफ सिजनमा फल्नलाई अफ सिजनमा त्यत्तिकै आफै जसरी चैतमा हाम्रो त्यति केही नदिए पनि चैतमा फल्छ नि त्यस्तो गरेर चाहिँ अफ सिजनको अम्बा चाहिँ फल आउँदैन। अफ सिजनमा फल लिनलाई यसलाई चाहिँ खानाहरू यसलाई चाहिँ भिटामिनहरू यसलाई चाहिँ दिनुपर्छ र यसको कटिङ पनि गर्नुपर्छ। कटिङ त हामीले यो चाहिँ कटिङ गर्नुपर्छ कुन महिनामा पनि ठ्याक्कै चाहिँ वैशाखको अन्तिमतिर पुरै रुख काटेर चाहिँ नाङ्गो गर्नुपर्छ। जस्तो यो काटेका छौँ नि हामीले यो चाहिँ प्रत्येक रुखहरू यहाँ हाँगा काटेका छौँ नि, यहाँ काटेका छौँ, यहाँ काटेका छौँ, सब प्रत्येक हाँगाहरू काटेका छौँ। यो काटेको नै हाँगामा फल्ने हो यो भनेपछि अब अहिले हाम्रो के भइदियो भने ठ्याक्कै यो बिचमा म चाहिँ यो श्रावण भाद्रमा यहाँ नभएर हाम्रो चाहिँ फलहरू एकदम चाहिँ के भन्छ एकदम चाहिँ न्यून मात्रै फलहरू आयो। म यहाँ त्यतिखेर 2 महिना यहाँ भएन, 2 महिनामा यसो म बाहिरतिर गइहालेँ, घुम्नको लागि गइहालेँ भने यो वर्ष चाहिँ उत्पादन चाहिँ घटिहाल्यो। अब योभन्दा अगाडिको उत्पादन त हामीले दसैँ तिहारको बिचमा हामीले चाहिँ चाहन्छौँ 1400 किलो चाहिँ हामी बेच्यौँ होलसेल र खुद्रा गरेर भने अब यो वर्ष हामीले झन्डै हामीले यो वर्ष हाम्रो चाहिँ 4000 केजीभन्दा बढी उत्पादन लिने हाम्रो लक्ष्य थियो। तर 4000 भन्दा बढी उत्पादन लिने लक्ष्यमा यो वर्ष पनि गएको साल जस्तै सीमित हुन्छ। किन 1300-1400 केजी बेचिसकेका छौँ भने अब यो पुसतिर हामी चाहिँ पुस माघतिर हामी यस्तै के भन्छ फेरि चाहिँ 700-800 केजीसम्म अरू बेच्न सकौँला। सबै जग्गा चाहिँ हाम्रो 3 बिघाभन्दा बढी हो हैन। तर अम्बा कति होला, अम्बा बढीमा चाहिँ के भन्छ 12-15 कट्ठामा होला अम्बा चाहिँ। 500 बोट चाहिँ हाम्रो लखनऊ 49 छ। जबकि यो हाम्रो फल्न थालेको 2 वर्षदेखि फल बेचिरहेको हो हैन। अब हामीसँग अरू छ चाहिँ के भन्छ 100 बोट जति 125 बोट गएको साल त्यो 12 महिना फल्ने भन्छ नि त्यो ताइवान पिङ्क भन्ने लगाएका छौँ। त्यो चाहिँ ताइवान पिङ्क अहिले आज चाहिँ त्यो सानो नै छ। 2 वर्ष यसको उत्पादन लिइसक्नु भयो? 2 वर्षको उत्पादन लिइसक्यो। 2 वर्षको अनुभवमा चाहिँ बेलौतीमा गरेको अम्बा खेतीमा गरेको लगानी र त्यसले दिने प्रतिफल बजारको अवस्था कस्तो देखिन्छ? बजारको अवस्था त यहाँ हामीले चाहिँ के भन्छ भने जस्तै यो अफ सिजनमा चाहिँ यो बेच्न सकिन्छ। होलसेलमै अफ सिजनमा चाहिँ यो हामीले पहिलो वर्ष हामीले जस्तै के भन्छ लगाएको 1 वर्षपछिको उत्पादनमा हामीले चाहिँ जम्मा हामीले चाहिँ के भन्छ 1000 केजी मात्र उत्पादन लियौँ। के भन्छ प्रति बोटमा यस्तै चाहिँ 15-20 दाना मात्रै लियौँ हैन। दोस्रो 1 वर्ष पुरा गरी दोस्रो वर्षमा लाग्दाखेरि अब तेस्रो वर्षमा लाग्दा के भन्छ तेस्रो वर्ष हुँदाखेरि चाहिँ यसको आयो तेस्रो वर्ष उत्पादन दोस्रो वर्षमा हामीले 1900 किलो बेच्यौँ। अब यसको चाहिँ आयो अहिले चाहिँ के भन्छ यो
चाहिँ के भन्छ अब यो तेस्रो वर्ष चाहिँ पुरा भएर चौथो वर्षमा लागेको छ त यो वर्ष हाम्रो झन्डै झन्डै 4000 5000 केजी उत्पादन आउनुपर्नेमा ठ्याक्क अफ सिजनको जो सिजनवाला फल चाहिँ अब त्यो चाहिँ के भन्छ लगियो। अब यो अफ सिजनवाला फलमा हाम्रो अहिले कमभन्दा कम छ, किनभने यसमा चाहिँ के भन्छ यसलाई चाहिँ के हो यसको लाई खाद्य तत्त्वहरू दिनुपर्ने समयमा म यहाँ चाहिँ 2 महिना जति म यहाँ चाहिँ भएन, म घरमा 2 महिना नहुँदाखेरि यहाँ उत्पादन चाहिँ यो वर्ष चाहिँ एकदम चाहिँ घट्दो छ। यो उत्पादनको कुरा भयो, बजारको अवस्था के छ? बजारको अवस्था त यो चाहिँ यस्तो छ कि बजार अहिले अम्बा भनेको यो कब्जियतवाला मान्छेहरू सुगरवाला मान्छेहरू म्याक्सिमम रोगीहरू छन् हैन। त्यसले गर्दाखेरि हामीले जस्तै के भन्छ गएको साल 1900 केजी बेच्दा पनि हामी 1 केजी होलसेलमा पनि बेचेनौँ र टोटल हामीले यहीँबाटै बारीबाटै बेचेको सबै मान्छे किन्न यहाँ आउँछन्। चाहिँ गएको सालको र अघिल्लो वर्षको ऊ चाहिँ परिणाम हेऱ्यो अहिले जस्तो यो वर्ष पनि हामीले 1300-1400 किलो बेच्यौँ यो 1 महिनामा, भन्दाखेरि यो वर्ष चाहिँ हामीले चाहिँ अस्ति 800 चाहिँ हामी होलसेलमा बेच्यौँ 800 केजी जति, बाँकीहरू चाहिँ 600-700 किलो हामीले यहीँबाटै चाहिँ बेच्यौँ खुद्रा बेच्यौँ। तर के छ भने यो भाद्र असोजतिरको अलिकति चाहिँ पाक्यो भने लामो टाइम टिक्दैन त्यो, किन अलिक गर्मी भएको हुनाले अबदेखि त चाहिँ पाके पनि ग्राहक नआएसम्म हामीले चाहिँ रुखबाट नटिप्दा पनि हुन्छ। जाडो सिजनमा अलि लामो टाइम रहने भएकोले चाहिँ सजिलो पनि छ अफ सिजनको चाहिँ जाडो सिजनमा चाहिँ बेच्नको लागि। यो 2 वर्षको अनुभवले चाहिँ बजारको समस्या देखिएन? बजारको समस्या चाहिँ छैन, भारतीय बजारबाट आउने होइन त्यसले फरक पार्दैन, किनभने भारतीय बजारबाट आउने भनेको म्याक्सिमम आउने भनेको चाहिँ इन्डियाबाट आउने चिजहरू अरू हुन् हैन। अम्बा चाहिँ अब अहिले जस्तै के भन्छ जस्तै स्याउ को बजार भनेको त टोटल नेपाल चाहिँ अब अन्तर्राष्ट्रिय बजार नै हो। 12 महिनासम्म नेपालको उत्पादनले त हिमाली क्षेत्रको उत्पादनले पनि बढीमा 3-4 महिनाभन्दा बढी पुग्दैन भने वर्षमा चाहिँ 8 महिना त हाम्रो बाहिरी चाहिँ उत्पादन आउने हो भने के छ भने अम्बालाई चाहिँ झनै असर पार्दैन, किनभने अम्बा इन्डियाबाट पनि बहुत कम आउँछ। अब अहिले 1-2 वर्ष जति भयो चाइनाबाट पनि चाहिँ अम्बा आउन थाल्छ, किन 2 वर्षभन्दा अगाडि चाइनाको अम्बा आउँथेन नेपालमा, अहिले 2 वर्षदेखि चाइनाबाट पनि अम्बा आउन थालेछ। बजारको लागि चाहिँ सम्भावना पुगेको हो अम्बा? बजारको लागि एकदम चाहिँ राम्रो पनि छ। यो चाहिँ उत्पादन पनि चाहिँ अरूको तुलनामा बढी पनि आउँछ, यसलाई रोग पनि लाग्दैन, जतिसुकै पानी जमे नि रुख मर्दैन। यसको मूल्य चाहिँ कस्तो पाइरहेछ? मूल्य त चाहिँ के भन्छ हामी 80 रुपियाँ होलसेल बेच्दाखेरि चाहिँ 80 रुपियाँमा बेचिरहेछौँ भने खुद्रा हामी चाहिँ यहाँ बारीबाटै हामी चाहिँ 100 रुपियाँ बेचिरहेछौँ। अम्बा खेतीको लागि चाहिँ चुनौती के देख्नु भयो? अम्बा खेतीको चुनौती केही पनि छैन, यसलाई रोग पनि लाग्दैन हैन, यो पानीले पनि मर्दैन। अब यसमा एउटा मात्रै समस्या के छ भने यो फुल चाहिँ लागेर चाहिँ फल लाग्ने बेलामा यसमा अलिकति चाहिँ के भन्छ त्यो किराहरूले छोएर त्यो फलहरू सर्ने समस्या हो। त्यसको लागि चाहिँ ऊ राख्नुपर्छ, त्यो जस्तै हामीले यो बारमा झुन्ना छौँ नि पहिलो डिब्बाहरू पास त्यस्तो राखेर औषधि त्यसको राखिदियो भने हाम्रो अम्बामा यतातिर 4-5 उतातिर 4-5 राखेपछि पुग्यो, त्यो केही समस्या छैन। सबैभन्दा रोग नलाग्ने बोट पनि नमर्ने केही पनि नगर्ने भनेको अम्बा चाहिँ एकदम राम्रो। जस्तै यो भन्दा बढी जस्तै स्याहार सुसार पनि त्यति गर्नु पर्दैन यसलाई। अम्बा सजिलो खेती। अम्बा फेरि चाहिँ तल जतिसुकै झाडी घाँस भए पनि यो बोट मर्दैन। जस्तै स्याउलाई के छ भने तल घाँस बढी भइदियो भने चाहिँ के स्याउहरूमा रोग लाग्छ, तर अम्बालाई जतिसुकै झाडीमा डुब्यो पनि रोग पनि लाग्दैन। यो कति वर्षकोदेखि यसले उत्पादन दियो? यो 1 वर्षपछिबाट हामी उत्पादन हो लगाएको 1 वर्षपछि 1 वर्षपछिबाट लियो। अहिले यो अब हाम्रो यो चाहिँ तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा छ अहिले। वयस्को भएन अझै एकदमै धेरै उत्पादन दिने बेला त अब चाहिँ यो अम्बा त भइसक्यो। अम्बा त अब चाहिँ उत्पादन पुरै लिन सक्ने स्थिति आइसक्यो, तर अहिले रुख सानो भए हुनाले उत्पादन पनि कम आउने भयो हैन। यसका जति हाँगाहरू मेचेर हुँदै गए त्यति उत्पादन बढ्दै जाने हो। कति वर्षसम्म उत्पादन दिन्छ यो जातको अम्बाले? यो जातको अम्बाले राम्रोसँग गर्यो भने लगभग 15 वर्षसम्म राम्रो उत्पादन दिन्छ। त्यसपछि अलि सानो हुने कम फल्ने चाहिँ गर्छ, 15 वर्षसम्म राम्रो उत्पादन दिन्छ।